हाई एभ्रिवान वेलकम टु माई अनदर ब्लग होइन। फेरि अस्तिको बिरामी खोला देखाइसकेँ तपाईँहरूलाई। फेरि मैले अझ अर्को नाङ्गो खोला देखाउँदैछु होइन, जो चाहिँ आफ्नै हिसाबले चाहिँ खाली छ क्या पुरै होइन। जे भनौँ न, यो सबै उत्खनन गरेर चाहिँ सबै चिज सकिसक्यो होइन। यो लिगल्ली हो या इलिगल्ली हो होइन, यो त बुझ्नै पर्छ। तर अहिले चाहिँ सबै खाली भइसकेको छ खोला चाहिँ होइन। तर खाली त ठिक छ ल, इन्फ्रास्ट्रक्चर पनि चाहिन्छ होइन, विकास सँगसँगै विनाश त हुन्छ नै। तर अब यो चाहिँ पुरै हुन्छ नि, फोहोर फाल्नेदेखि लिएर एकदमै दुर्गन्धित भइसकेको छ होइन। बजार व्यवस्थापन को जति पनि फोहोर छ त्यो चाहिँ डाइरेक्ट खोलामा आउँछ क्या। अनि त्यो आएको खोला त फेरि त्यो परको बुढीगङ्गा नदीमा मिक्स हुने हो नि त होइन। यसै गरी मिक्स हुँदै गर्दाखेरि चाहिँ फेरि हाम्रो बैजनाथ मन्दिरमा चाहिँ हामीले त्यसैलाई नै जलको हिसाबले युज गर्छौँ होइन। त्यो गर्दाखेरि चाहिँ हामीले आफैले फोहोर गर्ने अनि आफैले चाहिँ त्यो जल पिउन थाल्यौँ भने त भनौँ न, हामी आफूलाई चाहिँ रोगी पार्दैछौँ होइन। त्यो भएर चाहिँ फेरि पनि स्थानीयवासीहरूले चाहिँ ध्यान दिनुपर्ने धेरै छ। साथसाथै अब नगरपालिका भनौँ न, यहाँको वडा, यहाँको बजार व्यवस्थापन समितिले चाहिँ नियम कानुन बनाएर चाहिँ यो चिजलाई चाहिँ चाँडोभन्दा चाँडो व्यवस्था गर्नु नै पर्ने छ होइन, गर्नुपर्ने आवश्यक देखिन्छ। यसलाई नाङ्गो खोला भनिरहँदाखेरि चाहिँ किन नाङ्गो खोला चाहिँ मैले नाम राखेको हो भन्दाखेरि चाहिँ यसमा भएभरको सम्पत्ति होइन, यसको खोलाको ढुङ्गाहरू होइन, गिट्टीहरू चाहिँ सबै यहाँबाट चाहिँ लगेर चाहिँ जे होस् बेचिँदैछ होइन। यो खोलाको चाहिँ भएभरको सम्पत्ति चाहिँ सबै मासिँदैछ होइन। खोलाको ढुङ्गाहरू, खोलाको सम्पत्तिहरू सबै मासिने कारणले गर्दा चाहिँ यसलाई चाहिँ मैले नाङ्गो खोला भनेको हो होइन। यसमा चाहिँ अन्यथा मान्नु पर्दैन। अलिकति हिँड्न गाह्रो भएर चाहिँ म चाहिँ खासमा अब यो बाइकमा चाहिँ सरर खोला चाहिँ तलदेखि माथिसम्म देखाउँछु होइन। अब एउटा खोला नै आफैमा रोड भइसकेको छ। सो त्यो भएर लेट्स सी है त। हामी चाहिँ सकेको खोला जति हेर्छौँ होइन, यो सबै उत्खनन भइरहेछ। यो पनि त एक किसिमले रोकाउनु त जरुरी छ होइन। अनि त्यही माथि चाहिँ फोहोरको गति यस्तो बढेछ होइन। अब तपाईहरु देख्न सक्नुहुन्छ, यहाँ एभ्री ठाउँ फोहोर छ क्या यो खोलामा। खोला चाहिँ यो बग्ने खोला भइसक्यो, सानो फोहोर बग्ने खोला भयो होइन। यु क्यान सी होइन, मजाले चाहिँ क्या। म चाहिँ खोलै देखाउँछु जम्मै। यो हेरौँ कति नाङ्गो छ यो। जम्मै यसको फोहोर फाल्ने नै ठाउँ भयो यो पनि होइन। यसको व्यवस्था चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यहाँको निकायले लागेर गर्न त आवश्यकै छ। यो चाहिँ फोहोर हो होइन, यो जम्मै फोहोर हो होइन। यो आज त अहिले यति छ भनेपछि भोलिका दिनहरूमा कति धेरै हुनेवाला छ यो होइन। यही चिज चाहिँ बगेर चाहिँ उसमा जाँदैछ के अरे, तलको बुढीगङ्गा नदीमा जाँदैछ भनेपछि यसले चाहिँ दीर्घकालीन रोगहरू चाहिँ मजाले नै गराउन सक्छ। सो त्यो भएर यो जम्मै एक त खोला पनि मासिएको छ होइन। एज यु क्यान सी दिस है त, कति मजाको ढल छ यहाँ होइन। यो कहाँबाट यिनीहरूले ढल मिक्स गरे हो होइन। यो कुराहरू भयो, खाल्डै छ, जम्मै खाल्डा छ। खनेर तलको भनौँ न त्यो माटोसम्म निकालिसक्यो उहाँहरूले। यहीँनिर इँटा बन्छ, यहीँनिर सिमेन्टी हालेर उता अगाडि इँटा बन्छ होइन। अनि त्यही इँटा चाहिँ फेरि बिक्री हुन्छ भनेपछि यहाँ पलै पारिसक्यो क्या खनेर होइन, जम्मै खनेर चाहिँ। सो यहाँबाट फेरि जाउँ, फेरि यो ढल पनि यहाँबाट चाहिँ यहीँ मिक्स गरेछ होइन। सो यो बकाइदा खुल्लम हिसाबले चाहिँ मजाले ढल पनि बगिरहेछ होइन। अनि जम्मै यो फोहोर होइन, फोहोर फाल्ने ठाउँ भएको छ छिपी खोला चाहिँ होइन। यो जम्मै फोहोर हो क्या, जम्मै एभ्रिवेयर देयर इज अ वेस्ट होइन। यो कुरा चाहिँ कसले गर्ने। अनि त्यसपछि चाहिँ फेरि यो खन्दै चाहिँ
तलको माटो चाहिँ अब जस भनौँ न तलैसम्म गइसक्यो क्या। यस्तो छ अवस्था चाहिँ यसको। फोहोर जम्मै फोहोरै फोहोर छ होइन, फोहोरै फोहोर छ। अनि माथि बाइकै हाल्न गाह्रो छ। यो चाहिँ कसले सफा गर्छ? यो फोहोर चाहिँ कसले सफा गर्ने? एक जमाना थियो यो छिपे खोलाको पावरै छुट्टी थियो क्या होइन। यो उसले आफ्नो भाग लिन्छ होइन। अनि एकदमै त्यो तलको बुढीगङ्गा नदीलाई पनि यसले च्यालेन्ज गर्ने खोला चाहिँ आज आफै एक हिसाबले लाचारै भएको छ क्या। एकदमै लाचार भएको छ होइन। फोहोरै फोहोर एभ्रिवेयर फोहोरै फोहोर छ। यो पुल मुनि पनि जम्मै फोहोर छ। जम्मै फोहोर हो, फोहोरै फोहोर छ। अनि धेरै नै उत्खनन पनि भइसक्यो क्या। अब जस भनौँ न यो सबै पार्ट चाहिँ यहाँको भनौँ न जङ्गललाई चाहिँ सरी यहाँको खोलालाई चाहिँ उहाँहरूले चाहिँ लगिसक्नुभयो क्या। पानी नै पो हरायो त खोलामा त होइन। हुन त माथि मुहानहरू पनि छैन होला त्यो हिसाबले गर्दा हो। तर जे होस् यहाँ माथि चाहिँ सफा रहेछ अलिकति होइन। तर तल चाहिँ जम्मै अझ फेरि माथि पनि मान्छेहरूले चाहिँ फोहोर फाल्ने ठाउँ बनाएको रहेछन् होइन। जम्मै त्यो हिसाबले गर्दा चाहिँ यो त रोकाउनै पर्छ। यो फोहोर फाल्ने खोला चाहिँ हुनु भएन होइन। यहाँसम्म चाहिँ सबै कुराहरू राम्रो रहेछ होइन। सो अब तपाईँहरूले त हेरिसक्नु नै भयो होइन। अब खोला चाहिँ सबभन्दा बढी प्रभावित चाहिँ यो पुल छ नि तलको। यो पुलबाट चाहिँ तल चाहिँ जम्मै ध्वस्त रहेछ होइन। तल चाहिँ अब बजारको स्पेस भयो सबै जम्मै खतम भइसकेको रहेछ। अनि पुलभन्दा अलि अगाडि चाहिँ यहाँ अगाडि पनि फोहोर धेरै नै फालेको छन् होइन। अनि यहाँभन्दा माथि चाहिँ खोला चाहिँ अलिकति सफा रहेछ जे होस् होइन। अनि अलिअलि त अब फोहोर हुने नै भयो। तर तल चाहिँ व्यवस्थापन समिति हुँदाहुँदै पनि यताको हुँदै पनि यो खोला चाहिँ ध्वस्तै नै छ क्या। तर सफा गर्न पनि धेरै बेर त लाग्दैन। तर त्यही पनि किन उहाँहरूले खोला चाहिँ सफा गर्न नचाहनु भएको होइन। त्यो हिसाबले गर्दा चाहिँ यो फोहोरलाई चाहिँ व्यवस्थित गर्नैपर्छ। बजार सफा होस् नहोस् तर यो खोला मजाले बग्न पाउनुपर्छ। र तल पनि हाम्रो भनौँ न हामीले तल बैजनाथमा पनि हेर्दाखेरि चाहिँ मजाले त्यो खोलाको पानी चाहिँ पवित्र। हामी सबैले मिलेर चाहिँ यो फोहोरलाई चाहिँ चाँडोभन्दा चाँडो सफा गर्नुपर्छ होइन।